व्यक्तिहरूले र चाहिँ भोटरहरूले चाहिँ कुनै पनि उम्मेदवारलाई तपाईँको एजेन्डा के भनेर सोधिरहेको छैन कि मैले हेरिरहेको छु। म रासपा, म घन्टी अथवा चाहिँ म हलो, म तारा मात्रै भनिरहेको छ। उसको भिजन के त? पार्टीको भिजन के, ऊ व्यक्तिको भिजन के? उसले जितिसकेपछि के गर्छ? खालि कानुन मात्रै बनाउने हो। कानुन बनाउनको लागि त योभन्दा पहिला पनि 2064 सालमा जुन संविधान लेखियो, अर्थविदहरू, कानुनविदहरू राखेर बनाएको होइन। त्यतिखेर पनि जनताको समस्या त्यही थियो, अहिले पनि त्यही थियो। कानुनमा चाहिँ के फेर्ने, बुदाहरू कुन बुदाहरूमा चाहिँ समस्या छ, जनतालाई कुन बुदामा समस्या छ, त्यो कुरा कसैले भन्दैन। अब हामीले परिवर्तन गर्ने के चाहिँ परिवर्तन गर्ने? कपडा परिवर्तन गर्ने, देश परिवर्तन गर्ने, नाम परिवर्तन गर्ने, बुदागत रूपमा चाहिँ स्पष्ट पार्न कसैले पनि सकेका छैनन्। र कुनै पनि भोटरहरूले त्यो कुराहरू पनि सोधेका छैनन् कि म घन्टी मात्रै भनेर पनि हुँदैन, म तारा मात्रै भनेर पनि हुँदैन। वास्तवमा चाहिँ के चाहेको हो त? हाम्रो आवश्यकता के हो त? हामी नेपालमा बसेर हामी अमेरिका कम्पेरिजन गरेर हुँदैन, हामी कतारको कम्पेरिजन गरेर हुँदैन। हाम्रो धरातललाई सुहाउँदो किसिमको विकास र हाम्रो धरातललाई सुहाउँदो किसिमको कानुन के छ त? कुन धारा, कुन बुदामा कहाँ समस्या छ त? यो कुरा पनि जनतालाई र भोटरलाई स्पष्ट पारिदिएको भए अझ राम्रो हुन्थ्यो सम्पूर्ण दलहरूले।